फिलोसोफी यो वर्ड त तपाईहरुले सुन्नु नै भएको होला, तर साँच्चै फिलोसोफी भनेको के हो? फिलोसोफी कुनै उत्तर दिने विषय हैन। फिलोसोफी भनेको हामीलाई बचपनदेखि सिकाइएका हरेक कुराहरुमाथि प्रश्न गर्ने एउटा विषय हो। धेरैलाई यो लाग्छ फिलोसोफी भनेको ठूला ठूला किताब, गाह्रो शब्द र बुढा मानिसहरुको अनन्त डिबेट। तर सत्य के हो भने फिलोसोफी अत्यन्तै सरल छ। फिलोसोफी एउटा सानो प्रश्नबाट सुरु हुन्छ, किन? किन म यो मान्दै छु? किन म यही बाटो हिड्नु पर्छ? किन म यस्तो जीवन बाँचिरहेको छु? जीवनको अर्थ के हो? हामी कहाँबाट आयौं? हाम्रो अस्तित्व के हो? सही र गलत आखिर कसले तय गर्छ? यी सबै फिलोसोफीका नै प्रश्नहरू हुन्। एउटा बच्चा नै पहिलो दार्शनिक हो, किनभने बच्चाले बारम्बार सोध्छ किन, जबसम्म समाजले उसलाई प्रश्न गर्न बन्द गर्न सिकाउँदैन। फिलोसोफी भगवान र विज्ञान बीचको लडाई होइन, पूर्व र पश्चिमको तुलना पनि होइन, आस्तिकता र नास्तिकता बीचको डिबेट पनि होइन। फिलोसोफी आफै सोच्ने एउटा कला हो। कुनै पनि विश्वास मान्नु अघि फिलोसोफी भन्छ रोक, सोच र यसलाई प्रश्न गर। सुक्रातले भनेका थिए, एन अनएक्जामिन्ड लाइफ इज नट वर्थ लिभिङ। यसको अर्थ यदि तपाईले आफ्ना डर, आफ्ना विचार र आफ्ना विश्वासहरुमाथि कहिले प्रश्न उठाउनु भएको छैन भने यु आर नट लिभिङ कन्सियसली, यु आर जस्ट एक्जिस्टिङ। फिलोसोफीले तपाईलाई सिकाउँछ किन तपाई दुखी हुनुहुन्छ, किन तपाई पैसाको पछि दौडिरहनु भएको छ, किन तपाई मृत्युदेखि डराउनुहुन्छ र किन सफल भइसकेपछि पनि मन खाली महसुस हुन्छ। पश्चिमी दर्शनले सोध्छ सत्य के हो, वास्तविकता के हो। त्यही पूर्वीय दर्शनले सोध्छ म को हुँ, कन्सियसनेस के हो, यानी कि चेतना के हो। यसको बाटोहरू फरक छन् तर खोज एउटै हो। फिलोसोफीले तपाईलाई कम्फोर्ट दिँदैन, फिलोसोफीले तपाईलाई जस्ट क्ल्यारिटी दिन्छ। यसले तपाईलाई पपुलर बनाउँदैन, यसले तपाईलाई बस स्वतन्त्र बनाउँछ। किनभने एकपटक तपाईले डिपली सोच्न सिक्नुभयो भने तपाईलाई सजिलै कन्ट्रोल गर्न सकिँदैन। फिलोसोफी भन्छ देयर इज नो अल्टिमेट एन्सर। एउटै प्रश्नको एउटै मात्र जवाफ हुँदैन, एउटै कुरालाई फरक फरक दृष्टिकोणले हेर्न सकिन्छ। जबसम्म हामी प्रश्न सोधिरहन्छौँ तबसम्म हामी जीवनलाई अझ गहिरो रूपमा बुझ्दै जान्छौँ।